यसपालि त झन् बेस्ट एक्टिङ गरिदिनु भएको छ अरे, एकदमै तारिफ आइरहेछ। दाइको तारिफ सुन्न पाउँदा पनि एकदमै खुसी लाग्छ होइन। अनमोल केसी जसको अहिले फिल्म लागिरहेछ। अब अनमोल दाइ त यङ होइन, एकदमै ह्यान्डसममा पर्नुहुन्छ। अनमोल दाइको त के कुरा गर्नु होइन। अनमोल दाइ यतिमा पनि एउटा राम्रो नै एक्टर हुनुहुन्छ होइन, आफैमा ह्यान्डसम होइन। अनि यसपालि त झन् बेस्ट एक्टिङ गरिदिनु भएको छ अरे, एकदमै तारिफ आइरहेछ। दाइको तारिफ सुन्न पाउँदा पनि एकदमै खुसी लाग्छ होइन। दाइको फिल्महरू हेरिरहेको हामीले, क्याप्टेन भयो होइन, अनि होस्टेलको पनि दाइकै होला होइन, होस्टेल भन्ने हो होइन। अनि हाम्रो अहिलेको चलेको चाहिँ जेरी अन टप, सरी भन्न चाहे जेरी अन टप चाहिँ मैले फिल्मकै कामले गर्दा पनि भ्याएको छैन। फेसबुकमा हेरिरहेको हुन्छु दाइहरू बाहिर टुरहरू गएको होइन, यताउति हेरिरहेको छु। अनमोल केसी दाइलाई पनि नमस्कार भन्न चाहे। अनमोलजीलाई चाहिँ कहिलेकाहीँ फिल्ममा स्वर प्लेब्याक दिने चाहिँ कहिलेकाहीँ मन छ छैन? होइन, पक्कै यो मौका पायो भने पक्कै पनि गर्नेछु। वाह, ओके नाइस। कम्बाइन राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई। स्वर ओके,